नमस्कार साथीहरू सम्पूर्णमा स्वागत गर्न चाहे सागर भुसाल युट्युब च्यानलमा। आज भने हामीले नेपालको संविधान 2072 को भाग 3 को धारा 16 देखि 46 मा व्यवस्था गरिएका मौलिक हकको सन्दर्भमा कसरी सम्झने त यी 31 वटा मौलिक हकहरू भन्ने विषयमा एउटा सानो छलफल लिएर आएका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। ल अब भिडियोलाई सुरु गरौँ। एउटा छोटो ट्रिक छ, एउटा सूत्रद्वारा कसरी सम्झने त मौलिक हकहरू 31 वटा छोटो सूत्र सम्झने अनि यसद्वारा सजिलै प्राप्त गर्न सक्छौँ, हामीले जान्न सक्छौँ यो मौलिक हकहरू। एउटा सूत्र छ, एउटा ससो ससम न्या अयानी छु सदा सु गो सो स्वासी भारो स्र स खा हो मबाद अझै सासा उदेश। हामीले एकै सासमा सम्झिन सक्छौँ। यो सूत्र एकदमै महत्त्वपूर्ण छ। यो सूत्रद्वारा सम्झिनु भयो भने पनि बिर्सने चान्स हुँदैन, यो छिटो याद हुन सक्छ। अब एकचोटि हेरौँ है यसलाई। सबाट सम्मानपूर्वक बाँच्न पाउने हक, सोबाट स्वतन्त्रताको हक, सबाट समानताको हक, सबाट सञ्चारको हक, न्यायबाट न्यायको हक, अबाट अपराध पीडितको हक, याबाट यातना विरुद्धको हक, निबाट निवारक नजरबन्द विरुद्धको हक, छुबाट छुवाछुत विरुद्धको हक, सबाट सम्पत्तिको हक, धाबाट धार्मिक स्वतन्त्रताको हक, सुबाट सूचनाको हक, गोबाट गोपनीयताको हक, सोबाट शोषण विरुद्धको हक, स्वाबाट स्वास्थ्य वातावरण सम्बन्धी हक, सीबाट शिक्षा सम्बन्धी हक, भाबाट भाषा र संस्कृतिको हक, रोबाट रोजगारीको हक, श्रबाट श्रमको हक, स्वाबाट स्वास्थ्यको हक, खाबाट खाद्यान्नको हक, आबाट आवासको हक, मबाट महिलाको हक, बाबाट बालबालिकाको हक, दबाट दलितको हक, जेबाट ज्येष्ठ नागरिकको हक, साबाट सामाजिक न्यायको हक, साबाट सामाजिक सुरक्षाको हक, उबाट उपभोक्ताको हक, देबाट देश निकाला विरुद्धको हक, सबाट संवैधानिक उपचारको हक भनेर हामी 31 वटा हक यसरी याद गर्न सक्छौँ। एकपटक सूत्र पनि हेर्नुहोस् है, राम्रोसँग हेर्न सक्नुहुन्छ। ससो ससम न्या अयानी छु सदा सुगोसो स्वासी भारो स्रस खाओ मबाद अझै सासा उदेश भनेर सम्झिन सक्छौँ। भिडियोलाई कृपया अन्तिमसम्म हेर्नुभयो, यहाँहरूलाई एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। अर्को भिडियोमा यस्तै कमेन्टमा तपाईँहरूले केही सल्लाह सुझाव दिनुभयो भने अरू कुराहरू पनि सम्झने ट्रिक लिएर उपस्थित हुनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न भने भुल्नुहुने छैन, यो आशा गरेको छु।